आज धेरै टाढा यार, कसैलाई नआउनु भन्छु म त। यत्रो टाढा दिमाग खराब भयो। पत्रिका कुन ठाउँ हो यो? अपडा। बेलटार भन्दा 10 किलोमिटर होला। 15-20 किलो होला। त्यही त 15-20 किलोमिटर माथि आएको छु यार, यत्रो ठुलो डाँडा। यहाँ खेतमा हेर्नु न, खेतमा ढुङ्गा छ, ढुङ्गा एकदम जिउ दुखेछ यार। कसैलाई म भन्छु नआउनु भनेर, यत्रो टाढा। फेरि गाडी पनि त्यस्तै भइहाल्छ, मान्छे पनि त्यस्तै हुन्छ। नजानेको मान्छेले पनि फेरि त बर्बाद हुन्छ। कहाँ? त्यो घर माथि, त्यो माथि, त्यो डाँडा माथि। अब त्यो डाँडा माथि जानुपर्छ नि। मजा आइरहेछ खुब। घुम्न आएको त, मलाई थाहा छ नि। के त यस्तो ठाउँमा कसरी आउनु घुम्न? ल यो त हेर्नु त, फोटो खिचिदिइरहेछ। कतिवटा डाँडा आइस माथि। यताको मान्छेहरू कसरी बस्छ यार, म त तमाम लाग्छ। बर्बाद, जिंदगी झंड हो जाएगा इतना दूर आएगा। इन्डियनहरूलाई यता लिएर आउनु पर्थ्यो क्या। यता ल्याएर छोडिदिन्छ। मतलब हेर साले कस्तो छ ठाउँ यतातिर। अरेमा त्यो नेपालकै इन्डियन होला। ओटो ल गर्दैछ। गाडी त पुरै फकफक गर्दै होला यार। त्यहाँ बिल्डिङ हो नि साथै। केमा लिएर गयो होला सामान? त्यहाँ छतै हालेछ त। छत हालेछ, माथि टिना हालेछ कि छतै हो? त्यहाँ हेर्नुहुन्छ, त्यहाँ 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 कहाँ गयो? माथि ट्रस। मोबाइलै छैन त्यत्रो गतिलो आउँछ हो नि। बाबुले पनि ह्याङ गर्दैछ मलाई। खाइदिन
माथि कुन ठाउँ हो यो वीरेन्द्र बजारको के भन्छ भ्यू हेर्नु होला बाटो हेर्नु सुन्तला खोलिराखेको बाटोमा चढ्दै चढ्दैन गाडी रातिको टाइममा समस्या छ यार यसमा अनि आरो दूरी बहनी करो यहाँबाट मान्छे
बसेको पनि थिएन होला अटो लिएर मलाई गइरहेछ अटो लिएर पहाड गइसक्यो भने थाहा पनि छैन त्यो साइडमा निस्किन्छ जाम अगाडि जाम अगाडि गर्दा गर्दा कहाँ पऱ्यो यार ल हिँड्नु न अब के चाहिँ होला जिन्दगीमा कसैलाई आउनु पनि भन्दिनँ म पारा यस्तो बाटो गाडी गाड हुन्छ एक मान्छे गाड हुन्छ अरे एक मिस्टेक भयो भने त गेम फिनिस हो नि त यहाँ सोच त साला कहाँ पुग्छ मान्छे तर थाहा छ सक्दैन पनि क्या तराईमा कुदाउने त कहाँ छ मैले चाहिँ त्यस्तो होइन त आजको एउटा जन्म अरूलाई आउनु सक्छ साला थार पनि गाडो थियो थार पनि गाडो भइहाल्छ अगाडि लु न अगाडि अगाडि मोडमा चाहिँ गाडी आउँछ नि यहाँ यो त बिचमा राख्छ नि गौ बाबू बढी दुरा चल्यो लगा हामी 25-30 किलोमिटर अगाडि आइसकेछु डाँडामा हो नि यहाँ कोसीको पुल पनि त्यहाँ छ अब हेरिरहेछ कि छैन हेरिरहेछ अब त जानु पर्दैन नि मात्रिका पहाड 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 ए तेल छैन यार गाडीमा अघि पर्खिनै राख्नुपर्छ पर्खिनै राख्नुपर्छ नभए फेरि त्योभन्दा राम्रो गरेर बसिहाल्नु त्यहाँ पुलमा जानु त मन छ नि तँलाई होइन यहाँ आएपछि त्यहाँ किन नजानु जस्तो कहाँ त्यहाँ कहिले आएको थिइस् त्यहाँ र मैले त हेर्न त तेरो भिडियो नै बनाइदिइरहेछु अब कहिले आउने यतातिर दाइ के छ अवस्था यताको अवस्था एकदम गम्भीर छ यार अब कहाँ तराई सारवा भन्नुभएको म त तराईकै हो कि बुवाको बुवा हो क्या ए बाइक तान्छ बाइक तान्छ अब टेम्पो यस्तै टेम्पोहरू कहाँ हो घर थाहा छ उतै देखिँदैछ नि यो डाँडा चाहिँ मोबाइलै छैन राम्रो नि डाँडा कहाँ हेर्छ होइन यो डाँडा देखिँदैछ नि यस्तो तेर्सो अनि त्यहाँ अलिकति झ्याप्प रुख्छ नि त्यहीँदेखि अलिकति तल यहाँदेखि अनि कति टाइम लाग्यो त्यहाँबाट आउनु कतिखेर हिँडेछ हिँड्दै आयो नि त अनि बाख्रा सानो छ क्या पाठा
त्यहाँको घर त्यहाँ त्यहाँ हेर्नु त घर ओह्रालो बाटो देखिँदैछ नि यतापट्टि, त्यो त यो घर छ नि त्यही बाटो हिँडाउँदै आउनुभएको कि दाइ त्यो घरमा मान्छे बस्छ कि बस्दैन बस्छ त्यहाँ बस्छ बस्छ सबै घरमा मान्छे छ। यहाँको मान्छेहरू त्यहाँ त धेरै सामानहरू यतातिर धेरै महँगो होला त ऊ त्यो घरमा आफ्नो बिचमा बसिरहेको जस्तो देखिँदैछ, हँ? ऊ त्यो टोवामा यता मान्छे बसे जस्तो देखिँदैछ, देखिस् यता स्यामसुङ किने S24 त यता हामी बस्न सक्दिनँ यार म त हेर्नु है दाइ 45 लाखको इभी किनिरहेछ, ट्र्याक्टर किनिरहेछ, मिल छ, घर 3 तला बनाइसक्यो, अनि आफू अटो लिएर हिँड्छ। अनि यसलाई के हो यत्रेमा यस्तो छ यस्तो व्यापार, अनि ठुलोहरूको चाहिँ यसलाई मौली खाँदैन। मौली कसरी खानु यार ट्राफिकले रोकेर अघि बाटामा 100 रुपियाँको रिचार्ज हाल्दै भन्यो, धन्न चिनेको रहेछ उस्तै भएको भए कति के गर्थ्यो। के उस्तै भएको मैले पनि फेल दिन्थेँ नि त तँलाई त अलिक फसाइहाल्छन् क्या, दुश्मनी त गर्नु हुँदैन। यहाँ घुम्छ गाडी घुमाइहाल्छु नि म त्यहाँ घुमाउँदा डाँडाक्कै पछाडि गयो भने म सघाव गाडी गए त हुन्छ, तँ आफै गइस् भने हो त्यहाँ उ त्यहाँ पढ्तिर जानु पाए चाहिँ हुन्थ्यो क्या कहाँ बिहा पढ्तिर होइन नजाने उता यार अल्छी यस्तो दिमाग खराब भयो यस्तो बाटो पाठा बोकिराख्नु परेछ कि कतिवटा 4वटा कतिजना आइरहेछ 2जना दुईटाले बोकिरहेछ अँ कहाँसम्म यो पुल तर्यो ऊ त्यहाँ आइसकेको छ नि मान्छे त घुम्तीमा जाने हो क्या। ऊ त्यो घुम्ती होइन त्यहाँ जानु परेन यता तल ऊ त्यो घुम्तीको उतापट्टि आइसकेको छ मान्छे जाने चाहिँ त्यो यो ओरै हो यहाँ ओरै यहाँ तल ठिकै छ ठिकै आउन दिनु न गइहाल्नु 1 मिनट ए हो त्यहाँ घुम्तीमा आएपछि हामी जाउँ न पिङ खेल्छस्, पाहाडमा पिङको पनि सुविधा हुन्छ, त खेल्नु घरमा मान्छे छैन, कुखुरा बस्तु कोठातिरको पनि भ्लग बनाइदिएन। ल कटेज त खतरा छ पाडे भएको ए छिन्छ है अहिले छिन्छ तस्केर बच्चाको हो ए ढाडमा दिन्छ ल डराइ छ ल पाडे भएको कटेज जस्तै छ त यी मोटो चढ्नु त अप्ठ्यारो हुन्छ यार दोस्त बुझ्नु मेरो कुरा यस्तो बाटो छ दुईटा अटोमा आयो तपाईँ घरको दुईटा अटो गयो त्यो मान्छे बस्ने अघि हेरेको दुईटा पैसा त दिनुपर्छ अब 10,000 अनि हुन्छ हो नि यत्रो टाढा आएको बाटोमा त अलिक समस्या छ हिँड्नु दिमाग खराब यता त्यहाँ समस्या छ एकैछिन पछाडि नै पल्टाइदिन्छ के गर्छ मा हामी ठेलिहाल्छौँ नि अरे बकलोल त यार जान मार्छस् मलाई यार आइदिएको यत्रो टाढा अनि भन्छ अब हिँड त्यहाँ कन्डिसनमा दाइ यहीँ हुनुहुन्छ सोरिहाल बेलटार भन्नुभएको थियो, बेलटारबाट 5 किलोमिटर भन्नुभएको थियो, मैले पनि तँलाई त्यही भन्नु हो। Oh my god. God, कहाँ हिँडेको त जिन्दगीमा फर्स्ट टाइम हिँडेको यस्तो बाटो हो नि त्यहाँनिर कसरी चल्छ रे बकुलो चढ्छ
আর কতটুকু ঢুঙ্গা আছে को वीरेंद्र यादव मोहनपुर भैया माथि के गर्छ होइन बडी पैसा मगाउनु पर्छ बाबु बाबु कता पुग्नेछ ढुङ्गा हेरेर कुदाएका आठमा ढुकाइ ए कता पहाड चढाएको अरू आउँछ आउँछ ऊ त्यो मोडमा लग्दैन ओइ त्यहाँनिर लग्दैन ब्याक गरेर अब भिडियो पो गर्न यस्तो ठाउँको बाख्रा बोकेर ल्याएको भन्दा फेसबुक हाल्नु पऱ्यो नि त युट्युबतिर मुख हेर्नु कस्तो गरिरहेछ त्यो ढकेको गर्मी माथिसम्म ओके उता पनि सब त्यस्तै गरिरहेछ फेरि उता कहाँ त्यो काले चाहिँ कस्तो गरिरहेछ बिहान 7 आएर थियो होला है अनि हामी 4 बजे चाहिँ हिँडेको देखेर वीरेन्द्र बजारै पुगिन्थ्यो किनभने शीतलमा त हिँड्थ्यो नि त बाख्रा बढी घर मात्रै नहिँडेको उता पनि छन् यसको इनर्जी पावर गइसकेको छ उठ 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 क्या है हट हट क्या है तो बख्नु बख्नु यत्रो पाराले त कहिले हिँड्छ यार त्यसमा त ढिलो भयो त
बोक्नु उसलाई कति के दिन्छ 1 2 3 4 26 केजी गोटा छ 19 20 22 400 केजी भाइ यार तल माथि बस 12 बजे हिँड्छ भरे बस्छ नि त खोरमा त ल भाग भाग छिटो बाँध्नु पर्दैन सबलाई यता साइडबाट बाँध्नु पर्छ डोरी लिएर खुख्री ल्याउनु भएको छ खुख्री ए तलबाट दिन्छ यो बाँध्नु पर्दैन होला यो तोर्न मात्रिका ए सेउला केही हुँदैन त्यस्तो खोर्पा आउँदैन यसरी दिनुपर्छ के 2-3 वटा अनि यता नआउँछ कुकुर त फेरि सबै लागिहाल्यो त्यो खोल्नु 1-2टा डोरी अलि ठुलो त्यत्रो हुँदैन अलि मोटो खाले दरो खाले ल्याउ न यत्रो टाढामा जान्छ गाडी यार त्यहाँ नजिक बिजोग छ झन्डै यहाँ आइपुगेछु नत्र अहिले त राति हुन्थ्यो त्यो पनि त्यो लाउनु लगाइदियो त माथिका तलको एक 2 3 4 5 6 7 वटा मागी छ पकड पकड भाग्छ यो एउटा अरु छ त्यहाँ एउटा त्यहाँ छ अब त्यहाँ माथिसम्म ठेल्दै जानुपर्छ थाहा छ निकाल्नु पर्सी पात्रीहरू खाना भयो एकैताल लिएर आउँदा बिना